Hello guys, welcome to my channel. आज चाहिँ म करिब 2 महिना अगाडिको भिडियोहरू चाहिँ यसो भोइस ओभर गरौँ कि भनेर थालेछु। छोडिहाल्नु पऱ्यो कि देश सुन्न त्यो हतार भए जस्तै भयो। अनि त्यस पछाडि मेरो चाहिँ त्रिभुवन विमानस्थलबाट ट्रान्जिट चाहिँ छेन्दी के थियो चाइना थियो त्यस पछाडि 5 घन्टा लाग्यो। म चाहिँ त्यहाँदेखि बिहानको 7 बजेतिर त्यहाँबाट दिएको थिएँ, मतलब हिँडेको थिएँ। त्यस पछाडि म चाहिँ चाइना चाहिँ 5 घन्टा भनेपछि त्यस्तै 2-3 बजेतिर आइपुगेको थिएँ। त्यस पछाडि 8 घन्टाको ट्रान्जिट थियो। एक्लै बसेँ। ओ माई गड, न साथी छ न कोही छ, न फेरि न पैसा साट्न पनि नभएको कि त्यो बेलामा त मेरो त बिजोग। अनि मैले जस्तो बिजोग त कसैले पनि नपाओस् है। पैसा साट्न नि पाएन, न ल्याङ्ग्वेज जाने न केही जाने। चाइनामा फेरि नेट नचलेर बल्ल डाटा रोमिङले 8 घन्टा ट्रान्जिट यतिकै बसेँ एक्लै। सबै चाइनिज छ, कोही अब भनौँ न विदेशीहरू नै छ क्या। फेरि तपाईँलाई आउँछ अङ्ग्रेजी आउँछ भने चाहिँ फेरि ए भगवान्, अब त त्यहाँ फेरि तर 8 घन्टा ट्रान्जिटमा एक्लै बसेँ। त्यस पछाडि मेरो चाइना पछिको दोस्रो ट्रान्जिट भनेको स्थानमा तुर्की थियो। तुर्कीमा 2 घन्टा ट्रान्जिट थियो। त्यस पछाडि 2 घन्टा तुर्कीमा बसेर त्यहाँबाट एथेन्स आउँदा त बिहानको 10 बजिसकेको थियो। अनि 10 बजिसकेको थियो। 10 बजेर म 8 घन्टा एयरपोर्टमा वेटिङमा बस्नु परेको कि लिन नआएर। मेरो त्यस्तो बिजोग भएको नि। अनि त्यस पछाडि फाइनल्ली मलाई चाहिँ लिन आउने मान्छे बेलुकाको